हेलो एभ्रिवान। आज चाहिँ म है स्मृति बहिनीको बारेमा कुरा लिएर आइरहेको बारेमा केही कुछ भन्नु गइरहेको छु है। स्मृति बहिनी चाहिँ हाम्रो रौडाथाङको हुनुहुन्छ है। बहिनीले चाहिँ अब आजको दिनदेखि चाहिँ अब है भगवान्सँग बिहे गर्नुहुँदैछ है। अब बहिनीले चाहिँ आफूलाई भगवान्लाई समर्पित गर्नुभएको अरे। अब यो एउटा एकदमै नयाँ कुरा हो है, नयाँ सोच बहिनीको। एकदमै एजुकेटेड बहिनीले है, एकदमै राम्रो सोच्नु भएको है। अब उहाँ बिहा नगर्नु हुने र एकदम भगवान्प्रति भएर बस्ने एउटा यो हाम्रो गाउँको लागि समाजको लागि एकदम नयाँ कुरा हो है। हजुरहरूले पनि अब यहाँ अहिले देख्नु हुँदैछ है, वास्तवमा यो चाहिँ एउटा सानो रूपमा मात्रै हामीले गरेको समर्पण समारोह हुन्छ, त्यो त ठुलो रूपमा हुन्छ। तर आज विशेष उहाँले जुन सङ्कल्प लिनुभयो है, म पनि एउटा ईश्वरीय कार्यमा आफ्नो जीवन लगाउँछु भनेर, यो एउटा ठुलो डिसिसन हो। त्यो पनि विशेष गरी पढे लेखेकोले होइन, अनि युवा अवस्थामा पढे लेखेको हुनुहुन्छ होइन। जहिले पनि हामी देख्छौँ कि पढे लेखिसकेपछि अब मास्टर्सहरू गरिसके या फेरि ग्रेजुएसन गरिसकेपछि जसले पनि के सोच्नुहुन्छ, म चाहिँ जब गर्छु अगाडि होइन, कमाइ गर्छु, त्यही नै ज्यादातर हुन्छ होइन, या त फर्दर स्टडी गर्छु भनेर। तर यो डिसिसन एउटा एक पलको हुन्छ जो चाहिँ हामीले आधिमध्ये अन्त हेरेर, हामीले ज्ञानलाई हेरेर अनि प्राप्ति हेरेर गर्छौँ। र ठुलो डिसिसन किन भन्छौँ भने यहाँदेखि उता चाहिँ उहाँले आफ्नो जीवन परमात्माको अगाडि लगाउनु भएको, जसमा चाहिँ हामी जस्तै उहाँले पनि आफ्नो जीवन लगाएर अनि उहाँले पनि आफ्नो जीवनलाई पवित्र राखेर त्यहाँदेखि ईश्वरीय कार्यमा म पनि अगाडि बढ्छु भनेर स्व इच्छाले, यहाँ कसैले कसैलाई जबरजस्ती गर्दैन। पहिला हामीलाई पनि हाम्रो जमानामा के भन्थ्यो भने ब्रह्मकुमारीमा नजानु है, त्यहाँ गयो भने त बिहा नगर भन्छ त भन्थे क्या, डराउँथे हामीलाई, जानु दिन्थेन। तर जब हामी पनि आयौँ नि, हामीले पनि देख्यौँ यति सुन्दर जीवन, यति राम्रो पवित्र जीवन, यति सुरक्षित जीवन, त्यो त हामीले कहीँ अरू ठाउँ त पाइनौँ। आज त बहिनीहरूका लागि त हामीले देख्छौँ कि घरमा पनि सुरक्षा छैन, हो किन भन्नुहोस् त। आज यो जमाना आइसकेको छ नि, तर ब्रह्मकुमारीमा कति सबैजना सुरक्षित बसेर अनि अझै साथसाथमा अरूलाई पनि स्वयंको कल्याणको साथसाथ अरूको पनि कल्याण गर्नेको यत्रो ठुलो भार लिएर हिँड्छौँ हामीले होइन। यसमा मान्छेले कतिजना नराम्रो भन्ला, गाली पनि दिन्ला, उल्टा पनि भन्ला, तर त्यो सबैलाई पनि हटाइकन हामी भगवान्को कुरालाई मान्दै श्रीमद् भन्छ सबैभन्दा उच्च श्रेष्ठ ग्रेट डाइरेक्सन, त्यसलाई मान्दै हामी अगाडि आउँछौँ र विश्व कल्याणको निम्ति हामीले जीवन लगाएको छौँ। र बहिनीले पनि त्यही अनुसारले नै सङ्कल्प लिनुभयो। यो ठुलो एउटा डिसिसन हो र उहाँलाई पनि हामी बधाई दिँदै आमा बाबालाई पनि म बधाई दिन चाहन्छु, किनभने आमा बाबाको अनुमति बिना त हुँदैन। ब्रह्मकुमारी